धन्य छ प्रिय बहिनी धन्य छ प्रिय बहिनी खगेन्द्र खुसीज्यू उहाँदेखि आएर हाम्रो दमकलाई साहित्यमय बनाउनु भयो। उहाँको एउटा नयाँ उपन्यास विमोचन भयो भनेर अलि अस्ति नै सुनेको हुँ, परन्तु पढ्ने मेरो अवसर परेको छैन। आउँछ कि आउँदैन मलाई भरोसा पनि छैन के गर्यो। अनि विद्वान भाइ र साधक प्राध्यापक गङ्गाज्यू कहिलेकाहीँ यहाँ हुनुहुन्छ, यता कार्यक्रममा पनि साथ दिनुहुन्छ। आज पनि आउनुभयो र गम्भीर कुरा गर्नुभयो। भुटानी साहित्यको इतिहासदेखि लिएर वर्तमान समयमा के कसो भयो त्यसको अभिलेख राख्न पायो भने त्यो भने ठुलो चिन्तामा हुनुहुन्छ। यो चिन्तामा म पनि छु, गर्न चाहिँ धेरै सकेको छैन। त्यसैले गर्दा योभन्दा अगाडि हाम्रो गङ्गा होइन काशीनाथ लामिटारेज्यूहरूले यहाँ एक दिन ठुलो कार्यक्रम गर्नुभयो। भुटानका 5वटा पुस्तक एकै दिन विमोचन गरेर आउनुभयो अस्ति। त्यो पनि उत्सव थियो। यो आज पनि एउटा उत्सव हो। र ठुलो कुरा त के भनेदेखि उहाँहरू रातो दिन साहित्यको भाषाको आफ्नो नानीहरूको चिन्तामा हुनुहुन्छ। ठाउँ ठाउँका भुटानी साथीहरूले अनलाइनमा नेपालसित सम्पर्क गरेर नानीहरू पढाउँदै सिकाउँदै पनि हुन्छ। हुन त यो मात्रै सिक्न त पाइँदैन, उहाँ अरू चिजले नै निलेको हुन्छ जिन्दगीलाई। अलिअलि छासुस गरेर केही साक्षरसम्म बनाउने काम हुन्छ होला। त्यो धेरै खुसीको कुरा छ। र एउटा कुरा छ, अघि भाइले भन्नुभयो म चाहिँ नि हामीलाई त्यहाँबाट जाँदादेखि स्वागत गरेर राखेर यो काँसको थाल बटुकोमा दाल भात तरकारी पकाएर एकदम शुद्ध किसिमको शाकाहारी खाना चिजहरू कति वर्षका कति वर्ष पिताजीहरू हजुरआमा नै हुन्छ। हजुरआमा बोल्यौँ बुवा आमा नाति नाति 18 जनाको परिवार पाताले अन्तरेको त्यही घरमा हामीले भात खायौँ र त्यही सुत्यौँ। यस्तो उल्का उही भोटाङमै भेटे जस्तो लाग्यो। म पनि भोटाङमा सानो बसेको, फेरि पछि ठुलो भएर गएको। यी हाम्रा भाइ बहिनी तपाईँहरूलाई थाहा छैन होला, तर म गोविन्दराज भट्टराई भन्ने व्यक्ति हुँ। पहिला हिमालय माध्यमिक विद्यालयमा अङ्ग्रेजी पढाउँथेँ। नानी एकछिन सुनिदिनुहोस् न, यता प्लिज एकछिन सुन्नु ल। मेरो नाम गोविन्दराज भट्टराई। हिमालय माध्यमिक विद्यालयमा अङ्ग्रेजी पढाएँ मैले 34 सालदेखि। अनि पर्तिर उर्लाबारीको राधिका माविमा अङ्ग्रेजी पढाएँ, बिएड पढेर। पछि एमए एमएड पढेर विश्वविद्यालयमा पढाएँ। 35 वर्ष 40 वर्ष अङ्ग्रेजी भाषा पढाएर विश्वविद्यालयमा प्रोफेसर पदमा पुगेर म सेवानिवृत्त भएको यो दमक्कै अन्नपानीले हुर्केको एउटा बाहुन केटो थिएँ। अहिले त बुढो हुन लागिसकेँ। भइरहेको त छुइनँ म, बुढो हुन लाग्यो भने पिर मात्रै छ। त्यस कारणले म पनि भुटान गएर बसेको, उहाँको पनि मानिसहरूलाई पढाएको, आफ्नो पिताजीको घरेरी उहाँ रहेको, काकाहरू उहाँ भएको, यी सब कारणले गर्दा भुटानसित मेरो धेरै कनेक्सन भएकोले गर्दा उताका साहित्यकारहरू हुनुहोस्, योभन्दा अगाडिको सबैभन्दा ठुलो एउटा जीवी आङ्गो र एउटा त्यहाँ भुटान साहित्य परिषद, दुईटा संस्थाले गर्नुभएको कार्यक्रममा भाग लिन म यहाँबाट गएँ र जम्मा 3 महिना जस्तो डुलेर अमेरिका विभिन्न ठाउँ डुलेर यस्तो एउटा किताब लिएर आएँ मैले, भुटानको छायाचित्र। यो 300 पन्नाको किताबमा के छ भनेदेखि यो दोस्रो संस्करण हो। त्यहाँ एउटा सानो भुटान नै छ। किन भनेदेखि त्यहाँ बेलुका हाम्रो साम्पाङ भाइको घरमा गयौँ। त्यहाँनिर भित्तामा दराज राखेका छन्। दराजमा ठुला हत्तर, साना हत्तर, ताँबाका पूजाका थालीहरू, चम्चाहरू, यी अरू चिजहरू, शिलाजितहरू सबै त्यहाँ छन् नेपालकै, रुद्राक्ष मालाहरू। अनि त्यसमा हाम्रो यो काकु भाइकोमा जाँदा हुँदै उहाँको झन् साह्रो बा आमा सासुसुराको उहाँसँग प्रणामी
त्यस्तै पवित्र खानेकुराहरू थालुटोका त्यस्तै झर्के थालमा हामीलाई यहाँ पाहुनालाई खुवाए जस्तो गरी खुवाए। अर्को भाइकोमा हामी बास बस्यौँ, बेलुका त्यस्तै खालको। र यो सबै माने अर्थ कुरा के होइन, संस्कृतिको चिन्ताले यहाँको थाल, यहाँका बटुका, यहाँका चम्चा, बाबुआमा बुढाबाबुले चलाएका यहाँका गाग्रा, यहाँका हत्तर त्यहाँ राखेर अलिकति भुटान हो कि अलिकति नेपाल हो कि हामी अलिकति चुडिएका छैनौँ कि भन्ने साइकोलोजी उहाँहरूसँग छ। त्यस्तो देख्न पाएँ मैले। ती सबै कुरा पातलो अन्तरेको घरमा कसले हामीले लगौँ, कति बजे पुग्यौँ, त्यहाँ तातो पानी कस्ता गिलासमा खायौँ, त्यहाँ बेलुका भात कस्तो खालको खायौँ, तरकारी के को थियो, ककले कति डाडु थपेर खायौँ। अब काकु भन्ने भाइले त्यसै गरी उहाँको माथि काठको घर कस्तो एउटा सुन्दर नै ढ्याकढ्याक गर्ने, वरिपरि त्यस्तै घर, त्यस्तै उज्यालो, त्यस्तै राम्रो। उता बारी उहाँको त होइन, कसको सरकारी बारी हो त्यो, आँखाले हेरेसम्म हरियो बारी, हरियो बारी त्यस्तो सुन्दर ठाउँमा बसेका छन्। खाना त्यस्तै राम्रो छ, पिना त्यस्तै राम्रो छ। अनि हामीलाई हाँकेर कहाँसम्म पुर्याए। अनि भरे सकेन, हाम्रो शेखरले हाँक्न सकेन भनेर अर्को मान्छे आयो, फेरि को के थाहा भएन मैले। त्यसै 5-7 दिन 10 दिन त्यो कार्यक्रममा उहाँहरूले रात दिन नछोडिकन उहाँले पनि त्यस्ता अरू साम्पाङ त्यस्तै, अर्को गुरुङ भाइ त्यस्तै, अरू पुरै टिमै त्यस्तो गरेर हामी एउटा कार्यक्रममा 1 महिना, अर्को 1 महिना बस्यौँ। त्यहाँका धेरै जसो भुटानमा छुटेका कोही मित भाइहरू, दाजुहरू, बाहरू, काकाहरू, हाम्रा बाले सानामा हुर्काएर नाच्दाखेरि तामाका पैसा दिए कि एकजना ठुली आमा रहेछन्, हाम्रो शिवदाहालकी ठुली आमा, शिवदाहालकी ठुली आमा गुरुका छोरालाई हेर्न भनेर आए 50 वर्ष पछाडि। त्यस्तो समाज त्यहाँ रहेछ। मलाई उल्को लाग्यो, धेरै जसो लाग्यो। र आज भन्नु मेरो केही छैन, म भुटानको चिन्तामा छु। उहाँहरूले बोल्दा पनि यहाँ उहाँले साहित्य गर्दा, कला गर्दा, माथि शिविरमा गए भाइहरूले बोलाएर त्यहाँ पनि कविता वाचन भयो। हाम्रोमा त्यहाँ दमक घरमा पनि कविता वाचनहरू कार्यक्रम हुन्छ। भाइहरू आउनुभयो, दिल भुटानीहरू आउनुभयो, अनि हाम्रो अरू भाइहरू पनि मिलनहरू पनि आउनुभयो, त्यहाँ पनि हुन्छ। तर आज पनि त्यही हो, एकदम मनलाई चस घोचे जस्तो यो कविता, गीत, यो हृदय छुने चिजहरू चाहिँ नसुनिकन परपर भाग्नु हो कि जस्तो हुन्छ क्या। यो सबै संवेदनाको कुरा, सबै अत्यन्तै गहिरो तीक्ष्ण। किनभने यो अर्कै छ नि त, देशविहीनताको देश छ र पनि छैन। र पुरानो माटाको बास्नामा यहाँसम्म आएर बास्ना लिएर उहाँहरू जानुहुन्छ। त्यस कारणले गर्दा हाम्रो मन पनि हर्षित हुन्छ। यो धेरै छैन। आजमा एउटा प्रति चाहिँ हाम्रो विद्वान भाइ प्रोफेसर गङ्गा ज्यूलाई दिन चाहन्छु, यहाँ आउनुहोला। एउटा चाहिँ भुटानको त्यसमा राखौँ भइगयो, उहाँलाई भइगयो। अब अर्को पातलो अन्तरे भाइ, यहाँ कतिजनालाई दिनुहुन्छ तपाईँले? म जान्दिनँ, तपाईँ दुईजना अरू कसलाई दिने मैले त्यहाँ राखेको छु। यी लगेर होइन बाटोमा पढ्दै गएर यहाँ गएर यहाँ कतै फलाना दियो नेपालमा भन्ने सुन्नु नपरोस्। त्यही मान्छे दामी र दयालु मलाई नेपालमा दिए भनेको हुँदैन होइन। पठाएको थियो मैले 16वटा कपी प्याकिङ गरेर पठाएको थिएँ। उहाँलाई पनि लेखेर उहाँहरू धेरै दुःख गरेर हामीलाई नछोड्ने मान्छेहरू। अनि अब योभन्दा अगाडिको जुन भारतवर्षको त्यत्रो लीलबहादुर छेत्रीको सम्मान भयो, उहाँले ठुलो सम्मान गर्नु, उहाँको टिमै आयो, त्यहाँ गयो, हामी पनि सँगै गऱ्यौँ। ठुला विश्वविद्यालयमा कार्यपत्र प्रस्तुत गऱ्यौँ। त्यसमा म पनि थिएँ र चाहिँ उहाँहरू हुनुहुन्थ्यो। र हाम्रो साम्पाङ भाइले धेरै नै दुःख गरेको, धेरै अगाडि बढेको, धेरै नेतृत्व लिएको, अहिले त आउनु भएको छैन। यी पुस्तकहरू बाँकी रहेको जति छन् ती राखेका छन्। अब सबैको सामु पातलो अन्तरलाई म हस्तान्तरण गर्न चाहन्छु। केजीमा आउँछ आउनुहोस् है, त्यो अन्दाज के भनिरहेको आज यति नै भयो। यसैमा छ मेरो। उहाँ कसरी साहित्य गर्दै हुन्छ म अहिले हेर्छु, कसरी साहित्य गर्दै हुन्छ,
के कसो दुःख छ, के कसो खाना खाँदै हुन्छ, के कसो चिन्ता छ, बुढाबुढी पाकाहरूको मनमा के कसो छ, त्यो हाम्रो घिमिरे भक्त घिमिरे हुन्छ नि, भक्त घिमिरेज्यूलाई भेट्न हामीहरू गयौँ। त्यहाँ माथि हाम्रा भाङबारीमा कोइराला चाहिँ उहाँका आफन्त रहेछन्। अनि माता हुन्छ निकै पाएको मान्छे 80 पुग्नुभयो होला। अनि हामी गएर बसेपछि भक्त घिमिरे कहाँ खान बोलाएको थियो, बेलुका बस्यौँ। अनि माथिबाट काठको भर्याङमा टक 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 गर्दै आमा तल आउनुभयो। निकै बेर पछाडि पर्ख्यो, उहाँको दर्शन गर्न आइपर्ख्या। आएको त यहाँका फुल पनि कानका फुल लगाएर, नाकको लगाएर, यहाँ बुलाकिन लगाएर, यहाँ लामो लगाएर, तिलहरी लगाएर, जति छन् नेपालमा हुने फुलहरू, सुनका फुल, ती सबै लगाएर अनि रातो साडी झरक्क बनिएर उहाँ आमा आउनुभयो। कस्तो छ हृदय उहाँहरूको, कत्रो अभाव छ। भने म त्यही पहिलेकै मान्छे हो, भुटानमै बसेको छु, म त्यसकै चिज ती गर्न हेर मेरा भन्न उहाँको मनोविज्ञान हो। अनि आमाको दर्शन गऱ्यौँ अनि जानुभयो। त्यस्तै छ त्यहाँ अरू अरू साथीहरू पनि अब पातलोहरू पनि दौरा सुरुवाल लुगा लाउँछन्, हरियो कोट लाउँछन्। हरियो चाहिँ अब अन्तर्राष्ट्रिय भयो क्या अरे, तर त्यो दौरा सुरुवाल कोट लाउने, टोपी लाउने, उहाँतिर पनि त्यसो गर्ने। सबै यो जातीय चेतनाले भिजेको छ उहाँको हृदय। त्यही मोहले त्यसले आउनुहुन्छ। अब अझै बस्नु भएको छैन, एक दिन माथि पनि म कार्यक्रम गराउँछु। बस्नु भएन भने आज उहाँलाई म शुभकामना दिँदै यहाँ रोकिन्छु। यी भाइ बहिनीहरूले गर्नुभएको प्रस्तुति उल्का लाग्यो। यस्तो राम्रो, यस्तो प्रतिभा, सानाको युवा पुस्ताहरू, सङ्गीत पनि अघिबाट सर्दै आएको छ, साहित्य पनि अघिबाट सर्दै आएको छ। तत्काल त हुँदैन, यसको त बिगाड छ। अनिल भाइले यहाँनिर उस बेला हामीले जान्दादेखि नेतृत्व लिएको अनेकौँ पुस्ता हाम्रो दार्जिलिङको कमल सर होइन भाइ, कमल सरले कति वर्ष दुःख गर्नुभयो र सिकाउनुभयो। अनि उहाँले गरेको उत्पादन गरे नेतृत्व गरे खानु पाउनु त केही छैन यसमा, तर एउटा प्यासन, एउटा तृष्णाले, जातिको लागि एउटा तृष्णाको तपस्या गर्दै हुन्छ। यस्ता साधक त यहाँ पाइन्छन् र नेपाल अहिले रहिरहेको छ। नानीहरूलाई देख्दा मलाई हर्ष लाग्यो। नयाँ पुस्तामा यो अघि बहिनीले भन्नुभयो, नयाँ चेतना, साहित्य सङ्गीतको शक्ति ट्रान्सफर हुँदै सर्दै जान्छ, बदलिँदै जान्छ। यही नै यसको शाश्वती हो। आज यो हर्षलाई म यही रोक्न चाहन्छु। धन्यवाद।